हेलो गाइस, अब हामी चाहिँ कलार एयरपोर्ट धेरै स्पिड भइरहेको छ होइन। अब हामी चाहिँ गाउँ जाने तयारीमा छौँ। एसी मेजमाको गाडी होइन, हामी चाहिँ गाडी चढेर जाँदैछौँ। उहाँ चाहिँ ड्राइभ हुनुहुन्छ। दसैँको मामल चाहिँ एकदम बिग बिग भएको छ तिहारको। सरी भन्न चाहन्छु। यहाँले चाहिँ कतै मन पराइदिनुहुन्छ भने चाहिँ यो चाहिँ बाइपासको भिडभाड हो। यहाँनिर तपाईँहरूले देख्न सक्नुहुन्छ। सिरिया ट्राभललाई चाहिँ तपाईँहरूले सम्झिन पनि सक्नुहुन्छ कुनै रिसिभ गर्नु भए पनि। सबै गर सकिजौ भने दुई 2082 होइन यो साल। 82 सालको चाहिँ भाइटिका मेरो फुपू र मेरो ड्याडीहरूको चाहिँ चामलमा राख्नुपर्ने होइन कलाही त्यो उ पनि कलाही छेड्दिएन भइसक्यो खोइ टिका मुछ्या छ त कस्तो भिडियो भयो होला। म त दोहोरो दारुमा यी चेलीबेटीका दोहोरो श्यामबा दोहोरो दाजुभाइ म सिम्पल भयो दिदीले तेल गर्दिन् दिदीले तेल ढकिदिँदै जाने मैले फुल गर्दिँदै जाने त्यो गरेपछि 3 जना मात्र भएछ नि त भाइ। स्पेशल हुँदैछ आज भाइबाटै हो दिदी यो त कहाँ लर पूजा नि यही हो र योलाई दैलो यही हो र दैलो हो कि हो दैलोमा राख्नु नि अब दैलो उतै राख्नु भाइटिका 2082 को चाहिँ हाम्रो तिहार अनि हाम्रो भाइहरूले चाहिँ अहिले अलरेडी टिका लगाइसक्नु भएको छ होइन। हेर्नुहोस् है गाइस, यो चाहिँ हाम्रो अब हामी चाहिँ गाउँमा आएको छौँ अनि हाम्रो भाइहरूले चाहिँ टक्क टिका लगाएर पुरै सक्नु भइसकेको छ होइन। यो तपाईको भाइहरुले आशिष ग्रहण गरिसक्नु भएको छ। हो, आशिष गरिसक्नु भएको छ। उहाँहरू चाहिँ अब हामीले आशिष दिने क्रम जारी छ। लागेको आजको भाइटिका कस्तो लागिरहेछ भन्नुस्। हेर्नुस् हाम्रो अवस्था कस्तो छ भन्नुस्। एकदम रमाइलो खुसीको साथ तिहार मनाइरहेको दाजुभाइले टिका लगाएको खुसी सबैको कान्छी बहिनी म सबैको प्यारी कान्छी बहिनी कान्छी कान्छी म चाहिँ सबैको होइन होइन त्यसो होइन सबैको प्यारी जेठी हाम्रो रामपारी दिदी हुनुहुन्छ। यसै गरी कमला राणा अनि मायालु 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 रमा दिदी रमा राणा मगर्जी हुनुहुन्छ। ल सब बहिनी यसै गरी हाम्रो उता हुनुहुन्छ रूपा राणा मगर कमली राणा मगर उहाँ हुनुहुन्छ। कमली राणा मगर हो उहाँको चाहिँ वास्तवमा नाम अरूले आइएला बेला हेरी होइन। अब के भन्न चाहनुहुन्छ अब आजको भाइटिका 2082 यसै गरी हामी हाँसेर नाचेर सम्पन्न गर्ने जमर्कोमा छौँ। हाम्रो भाइले पैसा जिक्नु भइसक्यो। हजार हजारको नोट निकाल्नु भइसक्यो। 3000 पैसा निकाल्दै हुनुहुन्छ। यसै गरी हाम्रो भाइले टिका लगाउने क्रम जारी नै छ। कति हाँस्नु मर्छु हेलो गाइस, हाम्रो गाउँघर चाहिँ यस्तो दामी छ कि गुड मर्निङ एभ्रीबडी भन्न चाहन्छु पहिलोचोटि चाहिँ। अनि हाम्रो यो चाहिँ मेरो दाइको घर, यो चाहिँ हाम्रो दाजुभाइहरूको घर चाहिँ यहाँ यस्तो छ होइन गाउँमा। हाँस्यो यो मेरो भदैनीहरू घाँस काट्नुपर्छ गाउँले जीवन हो। कोही छ हामीलाई आँट गर्ने भनेर भनिहाल। यो मेरो छोरी, नक्कली सानी छोरी। बाइक चलाइदिन्छु ल, चलाएर हिँड्नु त ल।
चला नि चला यो एउटा मेरो भाइको घर फेरि यता पनि घर छ हेलो गाइस हामी चाहिँ लाग्यो अब हेर्नुहोस् है मेरो भाइ चाहिँ खाना बनाउन थालिरहेछ हैन एउटा यता छ हेलो यो चाहिँ हाम्रो माइती घर दिनेश कहाँ गयो